निप्सेमा चाप कायमी 2600 को सीमारेखामा बजार नेपाल स्टक इन्फो विश्लेषण। नमस्ते, म एसपी पौडेल। नेपाल स्टक इन्फोमा तपाईलाई हार्दिक स्वागत गर्दछु। नेप्से सूचकाङ्क पछिल्ला केही दिनदेखि निरन्तर दबावमा रहेको छ। आजको अन्तिम कारोबारमा नेप्से सूचकाङ्क 0.23 अङ्कले घट्दै 2600.53 बिन्दुमा बन्द भएको छ। यद्यपि गिरावटको दर सानो देखिए पनि यो स्तर एक संवेदनशील समर्थन क्षेत्र भएकाले बजारका लागि मनोवैज्ञानिक रूपमा निकै महत्त्वपूर्ण रहन्छ। चार्ट विश्लेषण। प्रवृत्ति ओह्रालो। पछिल्ला क्यान्डलहरू हेर्दा बजारमा स्पष्ट लोअर हाइज र लोअर लोजको संरचना बनिरहेको छ, जुन सामान्यतः डाउन ट्रेन्डको सङ्केत हो। आजको कारोबारमा करिब 5.7 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको देखिन्छ। भोल्युम लगातार घट्दो क्रममा छ, जसले गर्दा बजारमा लगानीकर्ताहरू सतर्क अवस्थामा रहेको स्पष्ट देखिन्छ। टेक्निकल इन्डिकेटरहरूले के भन्छन्? रिलेटिभ स्ट्रेन्थ इन्डेक्स आरएसआई। हाल आरएसआई करिब 37 देखि 40 को आसपास रहँदैछ, जुन सङ्केत गर्दछ कि बजार अझै पूर्ण रूपमा ओभरसोल्ड भएको छैन, तर कमजोर गतिको क्षेत्रमा छ। म्याकडी मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स। म्याकडीले सिग्नल लाइनलाई तलबाट काट्दै बियरिश क्रसओभर बनाएको छ, जुन आगामी दिनमा थप कमजोरी आउन सक्ने सङ्केत दिन्छ। मुभिङ एभरेजेस एमए 20 दिने चलायमान औसत तल झरेको छ। 50 दिने औसत पनि झुक्दैछ। छोटो अवधिका लागि बजारको दिशाले बियरिश बायस देखाउँछ। बोलिङ्गर ब्यान्ड्स। बजार हाल लोअर ब्यान्ड नजिक कारोबार गर्दैछ, जसले छोटो अवधिको टेक्निकल बाउन्स सम्भव छ भन्ने सङ्केत दिन्छ। समर्थन र प्रतिरोध। समर्थन सपोर्ट 2550 देखि 2500 बिन्दु। प्रतिरोध रेसिस्टेन्स 2680 देखि 2720 बिन्दु। यदि 2600 को वर्तमान समर्थन स्तर कायम रहन सकेन भने बजार पुनः 2500 नजिक झर्न सक्ने जोखिम रहन्छ। अर्कोतर्फ सुधारका लागि बजारले 2680 माथि बन्द गर्न आवश्यक छ। नेपाल स्टक इन्फोको सन्देश। बजार हाल अत्यन्त संवेदनशील अवस्थामा छ। छोटो अवधिका लगानीकर्ताहरूले सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। दीर्घकालीन लगानीकर्ताहरूले भने 2500 नजिकका स्तरहरूमा गुणस्तरीय कम्पनीहरूमा क्रमशः एकुमुलेसन गर्न सक्ने अवस्था सृजना हुँदैछ। नेपाल स्टक इन्फो। निष्कर्षमा आजको बजारको अवस्था हेर्दा नेप्सेले अझै स्थायित्व पाउन सकिरहेको छैन। यस्तो अवस्थामा टेक्निकल एनालाइसिस, स्टप लसको प्रयोग र मनोवैज्ञानिक स्तरहरूमा ध्यान दिनु लगानीकर्ताहरूका लागि अत्यन्त आवश्यक देखिन्छ। डिस्क्लेमर। यो सामग्री केवल शैक्षिक र जानकारीमूलक उद्देश्यका लागि तयार गरिएको हो। यहाँ व्यक्त गरिएका विचारहरू व्यक्तिगत विश्लेषणमा आधारित छन् र कुनै पनि किसिमको वित्तीय सल्लाह, फाइनेन्सियल एडभाइस होइन। धितोपत्र, शेयर वा अन्य लगानी निर्णय लिनु पूर्व कृपया आफैले पर्याप्त अनुसन्धान रिसर्च गर्नुहोस् वा योग्य वित्तीय सल्लाहकारसँग परामर्श लिनु पर्छ। बजार जोखिमपूर्ण हुन्छ, त्यसैले लगानी गर्नु पूर्व सोच विचार गर्नुहोला।